Hello everyone, नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ सन्चै हुनुहुन्छ। म चाहिँ सन्चै छु अनि त्यस्तै हो। अब कार्यव्यस्तता आफ्नो कार्यव्यस्तता हैन। अनि तपाईहरुको माझमा इन्फर्मेटिभ भिडियो आज पनि नआएको कि भन्ने मैले चाहिँ आकलन गरिरहेको छु। 2 दिन भयो भिडियो तपाईहरु माझमा चाहिँ ल्याउन सकिरहेको छैन। भिडियो चाहिँ नियमित रूपमा ल्याउनु पर्यो भनेर चाहिँ सोचिरहेको, तर त्यो अलिक तपाईहरु माझमा चाहिँ के ब्याक भइरहेको छु। त्यो मेरो कार्यव्यस्तता कारणले के समस्या भएको कारणले तपाईहरु माझमा चाहिँ मैले नियमित भिडियो ल्याउन सकिरहेको छैन हैन। ठिकै छ, त्यही पनि केही ग्याप हुँदै पनि मेरो भिडियोलाई चाहिँ हेर्दै गर्नु भएको छ। हेर्दै गर्नुस्। म तपाईहरुमा अवश्य पनि इन्फर्मेटिभ भिडियोहरु लिएर आइरहेको छु। अहिले विशेष अब यस्तै हो, बर्खाको सिजन छ अनि कतिखेर इन्टरनेट हुँदैन, घरि बत्ती हुँदैन, के हुँदैन हैन। त्यस्तै हो, विभिन्न समस्याहरु आइपरिरहेको हुन्छ अनि त्यसकारणले नियमित भिडियो ल्याउन सकिरहेको छैन। तथापि पनि भिडियो ल्याउने कोसिस चाहिँ गरिरहेको छु। मेरो अर्को युट्युब च्यानललाई पनि कन्टेन्ट अब क्रिएट गर्नै पर्यो हैन। यसलाई पनि कन्टेन्ट बनाउनु पर्यो। त्यसकारणले म व्यस्त हुन्छु हैन। आफ्नो ड्युटीमा पनि जानै पर्यो, आफ्नो ड्युटी पनि निभाउनै पर्यो। त्यस्तै साथीहरु, अब हामी चाहिँ सबै अहिले भिडियो एडिटिङतिर लागेका छौं हैन। कोही अब टिकटकको लागि, फेसबुकको लागि, रिल्सको लागि, अनि त्यस्तै गरेर युट्युबको लागि हैन। तपाई हामी सबै अहिले इन्गेज छौं, एकदम इन्गेज भएको छौं भिडियो एडिटिङमा चाहिँ। त्यसका लागि अब प्राय गरी म देखिरहेको हुन्छु साथीहरुको चाहिँ टिकटकतिर अथवा रिल्सतिर अथवा अन्य ठाउँतिर चाहिँ मैले के देखेको छु भन्दाखेरि युट्युबतिर तपाईहरुको चाहिँ वाटरमार्क आइरहेको देखिरहेको छु कि मैले क्यापकटबाट। अहिले अब खास हामीले चलाउने भने तपाई हामी सबैले चलाउने क्यापकट नै हो र त्यो क्यापकटमा चाहिँ वाटरमार्क देखिरहेको छु कि त्यो वाटरमार्कलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ रिमुभ गर्ने भन्ने कुरा तपाईहरुलाई सिकाउनु भन्दा पनि रिमुभ पनि हुन्छ, तर लगभग 2-3 वटा भिडियो, लगभग 3-4 वटा भिडियो चाहिँ हामीले त्यसलाई रिमुभ गरेर फ्रीमै बिना प्रिमियम त्यसलाई चाहिँ हामीले भिडियो एडिट गर्न सक्छौं बिना वाटरमार्क। त्यो भन्दा पनि हामीले अर्को बिना वाटरमार्क चाहिँ हामीले के गर्न सक्छौं भन्दाखेरि भिडियो एडिट गर्न सक्छौं। त्यसका लागि कसरी गर्ने, कुन भर्जन डाउनलोड गर्ने भन्ने विषयमा विशेष आज तपाईलाई जानकारी दिन आइरहेको छु। त्यसपछि 100% नै वाटरमार्क आउँदैन साथीहरु, वाटरमार्क पनि आउँदैन अनि त्यसको क्वालिटी पनि एचडी मा आउँछ। हामीले अहिले 2025 को चाहिँ 2025 को लेटेस्ट लन्च भएको हामी प्ले स्टोरबाट अथवा गुगलबाट डाउनलोड गरेर त्यसबाट चाहिँ वाटरमार्क आइदिएर हैरान बनाउँछ। अनि अर्को कुरा, भिडियो चाहिँ 720 मा मात्रै सेभ हुन्छ त्यसको चाहिँ है। अनि जुन अहिले मैले गरिरहेको यसबाट चाहिँ 2K सम्म 2K 4K सम्म यसबाट चाहिँ भिडियो एडिट एक्सपोर्ट हुन सक्छ। अनि यसबाट वाटरमार्क पनि आउँदैन। त्यसको लागि कुन भर्जन डाउनलोड गर्ने भन्ने कुरा तपाईहरुलाई विशेष जानकारी लिएर आएको छु। तपाईले अवश्य पनि यो भिडियोले फलदायी हुनेछ भन्ने मैले आशा लिएको छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने इन्फो वाले युट्युब च्यानललाई सब्स्क्राइब गर्दै गर्नु होला, भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला र तल कमेन्ट चाहिँ गर्न नभुल्नु होला भन्दै हामी चाहिँ लागौं कुन भर्जन कति भर्जन चाहिँ डाउनलोड गर्ने भन्ने विषयमा तपाईहरुलाई विशेष जानकारी दिन लागिरहेको छु। तपाईले कहाँबाट र कसरी गर्ने भन्ने विषयमा तपाईहरुलाई विशेष जानकारी दिन लागिरहेको छु। आउनुस् हामी त्यतिर लागौं। सिम्पली साथीहरु, हामी त्यसको लागि के गर्न सक्छौं भन्दाखेरि डाइरेक्ट हामीले प्ले स्टोरमा खोजेर चाहिँ भेटिदैन साथीहरु। त्यसलाई हामी चाहिँ जानुपर्ने हुन्छ गुगल क्रोममा गएर गुगल क्रोमको सर्च बारमा जाने, त्यसपछि हामी चाहिँ क्यापकट खोज्नुपर्छ। त्यहाँ क्यापकट V9.9.0 हामीले चाहिँ यो एप डाउनलोड गर्नुपर्ने हुन्छ साथीहरु। यहाँ माथि फर्स्टकै यसले चाहिँ हामीले डाउनलोड गर्नुपर्ने हुन्छ यहाँबाट। मैले यसलाई अलरेडी डाउनलोड गरिसकेको छु हैन। त्यसैले म यसलाई पुनः डाउनलोड गर्दिन। मैले यसलाई चाहिँ पहिले नै डाउनलोड गरिसकेको छु। यहाँ डाउनलोड अप्सन छ, हामी चाहिँ यहाँ थिचेपछि डाउनलोडमा ट्याप गर्ने बित्तिकै यो डाउनलोड हुन थाल्छ साथीहरु।
अनि मैले चाहिँ त्यसरी यसलाई अलरेडी डाउनलोड गरिसकेको छु। यो प्रो डाउनलोड नगर्नु होला तपाईहरुले, मात्रै यो 0.9.0 भने यो चाहिँ डाउनलोड गर्नु होला। अनि त्यसपछि तपाईले त्यसलाई इन्स्टल गर्नु होला। मैले चाहिँ यसलाई अलरेडी इन्स्टल गरिसकेको छु। अनि म यहाँबाट चाहिँ क्यापकट ओपन गर्छु। क्यापकट ओपन गर्न केही टाइम लाग्यो। क्यापकट ओपन भइसकेको छ मेरो। अनि म चाहिँ यहाँबाट टक्क कुनै भिडियोलाई चाहिँ यहाँबाट गएँ। अनि मान्न मैले यो भिडियोलाई चाहिँ एडिट गर्छु भने ल यसरी साथी तपाईहरुले पनि मजाले डाउनलोड गरेर चाहिँ क्यापकट 9.9.0 यो भर्जन चाहिँ डाउनलोड गरेर तपाईले विशेष काम गर्न सक्नुहुन्छ। मेरो चाहिँ यो मोबाइलले चाहिँ अरु सबै कुरा हुन्छ, यो क्यापकट चाहिँ स्क्रिन रेकर्ड भइरहेको छैन। त्यसकारण मैले चाहिँ यसलाई यतैतिर पज गरे हैन। जेस तपाईहरुको पनि हुन्छ यो 9.9.0 भर्सन चाहिँ डाउनलोड गर्नुस्। त्यसपछि तपाईको क्यापकट चाहिँ मजाले चल्छ। फेरि यसले चाहिँ हामीले केही समस्या दिन्छ। मेरो चाहिँ साथीहरु यो यसले अलि केही सपोर्ट गर्दैन भनेको जुन क्यापकट चाहिँ मैले क्यापकटको भिडियो एडिट गर्दै स्क्रिन रेकर्ड गर्दा त्यो चाहिँ समस्या छ, त्यो चाहिँ हुँदैन हैन। तपाईहरुकोमा हुन्छ होला, मेरोमा चाहिँ त्यो समस्या छ। त्यसै पुरै मैले चाहिँ तपाईहरुलाई देखाउन सकिन। जे होस् तपाईहरुको हुन्छ, मैले चाहिँ त्यही भर्सन डाउनलोड गरेर चाहिँ त्यही चलाइरहन्छु। एकपटक डाउनलोड गर्ने, त्यसपछि त्यसको चाहिँ लगभग 2-3 दिन अथवा 4-5 दिन पछाडी त्यो चाहिँ के हुन्छ भन्दाखेरि अटो अपडेट हुँदो रहेछ। यदि तपाईहरुको मोबाइलमा चाहिँ अटो अपडेट त्यो जुन एपहरु चाहिँ अटो अपडेटमा चाहिँ राख्नु भएको छैन भने चाहिँ त्यो कुनै समस्या आउँदैन। तर मैले चाहिँ विभिन्न एपहरु चाहिँ मेरोमा धेरै एप्लिकेसनहरु छ, त्यो एप्लिकेसनहरुलाई चाहिँ आफै अपडेट हुनको लागि मैले चाहिँ अटो अपडेटमा राखेको छु। त्यसकारण त्यो आफै अपडेट भइरहन्छ। अनि यो चाहिँ विशेष गरेर 14.1 भर्जनमा चाहिँ यो चाहिँ अपडेट हुँदो रहेछ। अनि त्यसकारणले मेरो चाहिँ के समस्या आइरहेको छ, त्यसकारणले म फेरि यसलाई चाहिँ अनइन्स्टल गर्ने अनि फेरि पनि त्यो 9.9.0 लाई चाहिँ फेरि इन्स्टल गर्ने। अनि केही समय 4-5 दिन 5-6 दिन पछाडी फेरि त्यो चाहिँ अपडेट हुँदो रहेछ। त्यसलाई फेरि मैले चाहिँ अनइन्स्टल गर्ने अनि फेरि पनि त्यसलाई चाहिँ पुनः त्यो मैले पहिले डाउनलोड गरेको 9.9.0 लाई चाहिँ मैले चाहिँ फेरि इन्स्टल गरेँ। त्यो तरिकाले मैले चाहिँ भिडियो अहिले मजाले एडिट गरिरहेको छु। तपाईहरु त्यही तरिकाले भिडियो एडिट गर्नुहोस् भन्न चाहन्छु। बिना वाटरमार्क कुनै पनि वाटरमार्क आउँदैन उक्त क्यापकटमा चाहिँ, तपाईहरुले त्यही प्रयोग गर्नु होला भन्न चाहन्छु। साथीहरु आजको भिडियो तपाईहरुलाई अवश्य पनि जानकारीमूलक भएको छ भने मैले के आशा लिएको छु। भिडियो मन परेमा लाइक गरिदिनु होला, भिडियो शेयर गरिदिनु होला, तल कमेन्ट गरिदिनु होला। अनि तपाईहरुसँग यस्तै नयाँ नयाँ आइडियाहरु भएदेखि कमेन्ट गरेर कमेन्ट सेक्सनमा छोडिदिनु होला भन्न चाहे। यदि भिडियो मन परे लाइक शेयर सब्स्क्राइब गरिदिनु होला भन्दै अब हामी फेरि अर्को भिडियोमा भेटौँला। ओके गाइज।